हेलो हेलो नमस्ते नमस्ते एभ्रिवान नमस्ते। आज हामी चाहिँ गर्मीको समयलाई चाहिँ सदुपयोग गर्दै हाम्रो एउटा सोल्टी हुनुहुन्छ, साह्रै खत्तम सोल्टी चाहिँ भन्दिनँ म होइन। सोल्टी राम्रै हुनुहुन्छ होइन, तर सोल्टीको योजना आइएको छ। आज यो बुसन सहरको छेउको तालतिर आइएको छ, गर्मी छल्न मजा लागिरहेछ। रमाइलो छ, शान्त सफा सुन्दर, दामी छ, राम्रो छ है, एकदमै रमाइलो छ। एकदमै सुन्दर सफा। नामसान टावर त त्यहाँ पो रहेछ यार, बुसनको। म त कहाँ पो आइपुगेँ भने आज यार। जस बबाल शीतल छ है गर्मीमा, फ्याट भएको अवस्थामा यहाँ चाहिँ राहत मिलेको अवस्था छ, राम्रो छ, एकदमै राम्रो छ। कि कसो छ सोल्टी भन्नुहोस्, केही छ टुटेको छुटेको केही छ, टुटेको छुटेको फुटेको? सिन्जन खङवान तपाईँहरू पनि आउनु होला। शीतल गर्मीको पीडालाई यहाँ आएर चाहिँ चिसो शीतलको आवाज लिन सक्नुहुन्छ है साथीहरू। हेलो गाइस, प्लिज आउनु हो तपाईँ। कहाँ अरे यो, यसको नाम चाहिँ भन्नुहोस्, भन्नु न सोल्टी। सिन्जोङ। यस, यो चाहिँ सिन्जोङ हो है, सिन्जोङ हो है, सिन्जोङ हो। घाम मिठो छ, पुनः हिस्सा बबाल छ। सोल्टी कहाँ हुनुभयो, कता? दामी आछ यार। यो के, यो बादल हो कि के हो भन्नु, के भन्नु, बादल चाहिँ बादल्दै छ क्या आज चाहिँ। फुलहरू फुल्छै तिमी रिसाउँछौ र पुतलीले मिठो गाउँछ। दामी छ, तर घाम चाहिँ बहुत छ, घाम बहुत बवाल छ, बवाल छ। दामी छ, दामी छ, दामी। तर घामले पाकिएको है गाइस, घामले पाकियो। हड्डी फ्ल्याट भइसक्यो, मुटु भट भइसक्यो। गर्मी हड्डी फ्ल्याट मुटु भ्याट भइसकेको। सुन्दर शान्त बिसा गाउँछ गीत उनी पोली। त्यहाँ आउँदैन। कस्तो छ सोल्टी पार्क भन्नुहोस्, दामी छ। यो आज मेरो छोटो भ्लग, आई होप तपाईँलाई मन पराउनुहुन्छ भन्ने चाहिँ मलाई लागेको चाहिँ छैन, तर मिठो मसिनो सेक्सन बक्स तल कमेन्ट बक्स छ, तपाईँहरूको विचार राखिदिनु होला। के छ, दामी 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 दामी। पानी त दौडेको हो कि ताल दौडेको? राम्रो। पछाडि मान्छे बसेर के हो यो त, पुरै पछाडि मान्छे बसेर तान्काइरहेछन् त। के हो यो पारा, के हो पारा? यो झरो मरो, मान्छे मरेको गयो त मान्छे त यार, कहाँ गयो? ए
ए त्यस्तो पनि हुन्छ? कहाँ गयो त मान्छे? त्यो मान्छे त यहाँ पो झरेर मरेछ त यार। पुक्लुकै मरो आज एउटा मान्छे मरो जस्तो लाग्यो मलाई। तर पुक्लुकै मर्नु चाहिँ मरो, तर कहाँ मरो मरो होइन। यो ढुङ्गाले पनि साउन्ड दिन्छ कि क्या हो? छोरा कोही हम भन्ने ठुलो पो रहेछ त अपार त। दामी दामी। सोल्टी कहाँ जानुभयो? गर्मी होत, धेरै गर्मी छ, धेरै गर्मी धेरै छ। सोल्टी वेट गर्नु। राम्रो छ, सुन्दर शान्त विशाल भनेर कसले भन्छ। मजा छ, मजा मजा छ, मजा 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 मजा। कफलको निकायो ओइ माला जुन किरी, पानी पर्यो च्याङ्बा, पानी पर्यो च्याङ्बा, चन्द्रला जुन किरी। आजको हाम्रो यो अनफर्चुनेटली योजनामा आएको यो ठाउँ चाहिँ होइन, योजनाविहीन तरिकाले गन्तव्य तताको यो ठाउँ त्यस राम्रो छ, राम्रो लाग्यो मलाई चाहिँ। व्यक्तिगत तौरबाट चाहिँ बडो मजा लाग्यो। हेर्नु सोल्टी होइन, सोल्टी सोल्टी कस्तो लाग्यो तपाईँले भन्नुहोस् त? रमाइलो छ? यता हारेर भन्नु नि। एकदम अलिकति पनि नराम्रो त छैन नि? ओभरअल राम्रै छ भन्ने कुरा होइन? ठिक छ, राम्रो छ। ठिकै छ, राम्रै छ, तर गर्मीले चाहिँ पाकिसक्यो कि। होइन सोल्टी, सोल्टी यता हेर्नुहोस् न कस्तो छ। यो गर्मी कहिले हट्छ हौ भन्न त सोल्टी? कहिले हट्छ? आइडिया छैन तपाईँको? मौसमविद त होइन? हिजोअस्ति त भन्नुभएको थियो त मौसमविद सोल्टी हुनुहुन्छ भन्ने कुरा। कहिले पानी छ, कहिले घाम छ? यो उयो छ नि, यो पाइप कता? अटो होइन हो सोल्टी, तपाईँ हावा कुरा गर्ने, यहाँ माछा छोरा हुन्छ यहाँ। यो हाम्रो कटेज हो, कटेज। सोल्टी र मेरो कटेज हो यो। यहाँ पल्लो पनि गार्डन रहेछ, राम्रो राम्रो गार्डन रहेछ, बवाल छ है गार्डनहरू। सोल्टी पाक्ने कुरा पनि पाएको, नपाक्ने कुरा पनि पाएको गर्मीले। यो बिचमा तपाईँको भनाइ के छ भनिदिनु पऱ्यो? केही छैन? ल ठिक छ, केही छैन भन्नुभयो, खुसी लाग्यो।
गर्मी छ। यहाँ चाहिँ सुयुङ हाजी मासे हो, खुम्जी भनेको छ। लगभग पौडी खेल्ने चाहिँ ठुलो रहर छ, तर यस्तो छ भएपछि अझै मूर्ख पनि बन्नु हुँदैन। के कसो हो सोल्टी? भन्नु न सोल्टी हो, के साह्रो लजाउनुहुन्छ यार? यो मेरो भिडियो नराम्रो आयो कि क्या जस्तो लागिरहेको छ यार। बबल आइरहेको छ। हजुर भरे यस घुम्न लायक खालको ठाउँतिर चाहिँ घुम्न लायक खालको ठाउँतिर चाहिँ ओके। हावा सिरिरी दामी